नमस्कार दर्शकवृन्द, नुहाउँदाखेरि छाला नै डढ्यो। हो दर्शकवृन्द, तपाईहरुले सही सुन्नुभयो। बुटोलमा नुहाउँदा नुहाउँदै छाला नै डढ्यो। के कसरी जड्यो, के भयो, त्यसको लागि हामी फलोअप रिपोर्ट ल्याउँदै छौं। आउनुहोस् जाम पीडितसँगै। दर्शकवृन्द, हामी पीडितको सामु आइसकेका छौं। अब हामी बुझ्ने छौं कस्तो छ तपाईलाई। अहिले अरू कुरा त ठिकै छ, तर अलि बस्नलाई चाहिँ गाह्रो भइरहेछ, किनभने यहाँ तल छाला छैन नि त। हेर्नुस् त दर्शकवृन्द, कस्तो कहाली लाग्दो घटना भएको छ, कस्तो डरलाग्दो घटना भएको छ। यो कसरी भयो? अब कसरी भयो भन्दा पनि करिब 5 महिनापछि चाहिँ जाडो महिना सकियो। अब चाहिँ नुहाउनु पर्छ जस्तो लागेर नुहाउन गएको थिएँ, अनि अब यस्तै भयो। यस्तो टन्टापुरे घाम लागिरहेको बेलामा 40-50 डिग्री सेल्सियस भएको बेलामा तातो पानीले चाहिँ किन नुहाउनु भयो? होइन, तातो पानीले नुहाएको होइन, टङ्की चाहिँ तातेको रहेछ के। दाइ म आइपुग्न लाग्यो है। ए हो र भाइ, ल आउन त, म यही घरै छु। दाइ ए आयो भाइ। लाउनु मम्मीले 2-4वटा काँक्रो पठाइदिनु भयो। हे तेरी, दुःख त गर्नु पर्ने थिएन। मैले भनेको कि मम्मीलाई यो भन्दा त दाइको काँक्रो ठुलो छ, जबरजस्ती गरेर। ए त्यसो भयो, अब एकछिन त यतै बस्छला नि। अब 15-20 दिन जति यतै बसिन्छ। ए हो र, ल त्यसो भए जाम भित्र। ए भाइ, 15-20 दिन बस्छु भनेको होइन, कहाँ जानु लाग्यो? 15-20 दिन त के, म 15 सेकेन्ड नि बस्न सक्दिनँ यो गरिमा। ए भाइ, गर्मी महिनामा हल्का फुल्का गर्मी त भइहाल्छ नि। हल्का फुल्का रे, हिजोलाको काँक्रोमा कुहिसक्यो। पहाडतिर आउन कति शीतल छ, जताततै रुखहरू सरर चिसो हावापानी। यो यहाँ यस्तो छ, हिजो आएको टोरेर पकौडाहरू ल्याइसक्यो। ल धेरै पछि आहास, आफ्नै घर सोची नलैदेखि सुधै केही पर्यो भने सन्दीप पत्रमा जुरुक्क उठिहाल्छु। ल अझै सुत, गुड नाइट। केही पर्यो भने सन्दीप पत्रमा जुरुक्क उठिहाल्छु। सन्दीप कहाँ सुतेछ यो? ओए यस्तो मचल टोकेको, रातभर सुतेनस् क्या? केही पर्यो भने मलाई उठा भनेको होइन? जाम केटा, हिँड घुम्न। कहाँ जाम्ने हिँड, मुस्ताङ पोखरा कता हुन्छ? मुस्ताङ जान्छस्? यस्तो जाडोमा मर्ने हो क्या? जाडोमै त हो नि घुम्न जाने। के घुम्ने र यस्तो जाडोमा? पिसा फेर्दा नि आइस झरेर। अनि कहिले हो त नि घुम्ने? को जान्छ यस्तो जाडोमा? गर्मीमा जाम्ला। अब त जाम हिँड घुम्न, गर्मी लाग्यो अब त। कहाँ दियो गर्मीमा? बाहिर हेर्न कस्तो चर्को घाम लाग्यो। साला जाडोमा आइस झर्छ रे, गर्मीमा उम्लिन्छ होला नि।
यस्तो यार गर्मी यार लामो पंखै चल्यो होइन डिम आएछ लाइन ला तेरो डिम हैट नुहाएको त धेरै भएछ यार अब त नुहाउनु पर्छ भाउ बाँचेछ भने फेरि नुहाउँला ए म्यान नुहाउनु पनि 5 मिनट भएछ यार यसरी त हुन्न नुहाउनु पर्छ